Hello guys, so welcome back my new vlog and so अबे जल्दी बोल कल सुबह पनवेल निकलना है। नमस्ते सबैजना एभ्रिवानलाई। सो आई होप सबैजना सन्चै हुनुहुन्छ होला। सो आज म यहाँ काममा के काम भन्नुहुन्छ भने आज चाहिँ हाम्रो यो पुरानो पिलरहरू फुटाउने कार्यक्रम भइरहेछ हैन। सो तपाईले भन्नुहुन्छ होला यो पिलर केले फुटाल्ने त हेर्नु यहाँ यसले हैन यसलाई 6 नम्बर भनिन्छ यसले नि फुटाउँछ त हैन। त तपाईहरुले केले फुटाउँछ भन्दाखेरि चाहिँ यहाँ छ यो चाहिँ हाम्रो मिसिन गन AK47 को नि बाउ मस्त जोक मारा रे या हंस रे हलकट हंस हैन। सो गाइज हैन हामीले चाहिँ कसरी फुटायो भनेर भन्नुहुन्छ नि यो चाहिँ पुरानो पिलर हो। यहाँ चाहिँ घर माथि थप्ने काम हो भइरहेछ हैन। हामीले पिलरहरू सबै फुटाएर चाहिँ यसरी निकालेर चाहिँ यहाँ यसरी राखेको छ। अब चाहिँ यसलाई चाहिँ रडहरू सबै निकालेर नयाँ हाल्ने। यहाँ चाहिँ हामीले चाहिँ भर्खरै फुटालेर चाहिँ भ्याएको छौँ। अब तपाईलाई चाहिँ हामीले भिडियो पनि देखाउँछौँ कसरी फुटाल्यो के गर्यो भनेर चाहिँ। यो मिसिनले हो काम त गाह्रो छ हैन, के काम चाहिँ सजिलो हुन्छ र हुन त। अब यो टुलमाथि चढेर दुईजना, एकजना हाम्रो उहाँ बाजे हाम्रो दाजु हुनुहुन्छ अनि म र यो टुलमाथि चढेर दुईजनाले मिसिन हाल्ने यो मिसिन हो। सो यो मिसिनको वेट कति भनेर भन्नुहुन्छ भने चाहिँ कति रे बाजे यसको मिसिनको वेट चाहिँ समथिङ 30 ल। यो मिसिनको लगभग समथिङ 30-35 केजी को रहेछ हैन। र यो 30-35 केजी को मिसिनले हामीले यो पिलर फुटाउने। र यो पिलर घरमा कतिवटा भनेर भन्नुहुन्छ भने 12वटा पिलरमा चाहिँ 2टा पिलर बचेर चाहिँ 10वटा पिलर चाहिँ फुटाउने छौँ हामीले चाहिँ। र कतिवटा भनेर भन्नुहुन्छ भने हामीले 1 2 3 4 5 6वटा फुटाइसकेको छ र बाँकी छ 4वटा फुटाउन बाँकी चाहिँ हैन। र 4वटा फुटाइसकेपछि चाहिँ 2टा चाहिँ रहनेछ। अनि कसरी चलाउँछौँ कसरी फुटाउँछौँ तपाईले भन्नुहुन्छ होला कसरी गर्नुहुन्छ र हामी मिसिन चलाएर देखाउनेछौँ र फुटाएर देखाउनेछौँ पनि। र यो माथिपट्टि चाहिँ भन्नुहुन्छ भने तपाईहरुले फुटाउने बेला चाहिँ भन्न मिल्दैन होला अब कसरी गर्ने भिडियो हैन। सो यसको चाहिँ आधी फुटाइसकेपछि चाहिँ हामी तलबाट चाहिँ भिडियो बनाएर देखाउने छौँ ल। सो तपाईलाई अर्को भिडियोमा चाहिँ मैले देखाउँछु हैन। सो यही मिसिनले हो। अब यसले फुटाउन त कुनै कुरो त हुँदैन। यसलाई भन्छन् साबेल, यसले चाहिँ उठाउने हो। र यसलाई भन्छ 6 नम्बर, यसले चाहिँ फुटाउने भने चाहिँ समथिङ एउटाले एकजनाले चाहिँ दिनभरिमा पनि भ्याउँदैन। र हामी यो मिसिनले हान्छौँ र आधी भइसकेर गरेपछि अर्को भिडियो बनाएर चाहिँ देखाउने छौँ। तर भिडियो अर्को भिडियोमा चाहिँ है त। हेलो गाइस फेरि नि हामी आइसक्यौँ हैन। सो अहिले चाहिँ आधी भइसक्यो यो माथिबाट यो यहाँ माथि थियो यहाँबाट गरेर चाहिँ हामीले यहाँ तलसम्म ल्याइसक्यौँ। माथि चाहिँ दुईजनाले हाने थियो। अब चाहिँ सिङ्गल हान्ने हो। अब चाहिँ यही मिसिनले हो फुटाएको चाहिँ हैन। मैले तपाईँलाई अगाडि पनि भनेको थिएँ अब यो फुटाउने हो। अब मैले फुटाउँछु हेर्न तपाईँहरूले कसरी चाहिँ फुटायो के गर्यो भनेर हेर्दै भनेको थियो। अब यो मिसिन चाहिँ त्यही हो 30 देखि त माथि नै छ। अब यत्रो वेटिङ हुन्छ हैन। यहाँ दाइले समात दिनुहुन्छ ल तपाईले चाहिँ हेर्नु है त भिडियोलाई भाइ समात दिँदै ल देख्या ले ओ यतापट्टि आएर ल टाढा हाल्ने मिसिन चाहिँ यही हो। अलिक बढी वेटी नै हुन्छ देखाइका।
हाल्ने हो मेसिन हाल्न चाहिँ ल यहाँ फेरि बाजेले नि हाल्नुहुन्छ हाम्रो दाजुले यस्तै गरेर त्यहाँको चाहिँ बिस्तारै बिस्तारै सबै निकाल्न पर्छ नत्र उछुट्याएर फेरि आँखातिर अथवा टाउकोतिर लाग्छ हैन सेफ्टी लाउनु पर्ने हो तर मान्नुहुन्न दाजु चाहिँ ल यसरी नै हो गाइस काम गर्ने चाहिँ हामीले चाहिँ हैन अब गाह्रो छ हैन के नि चिज सजिलो छ र हैन हातको पन्जा गरेर हात चाहिँ एकदम खानु हुन्छ हैन त्यसरी गर्न पर्छ पुरै जिउै पुरै थर्किन्छ पुरै हल्लिन्छ हैन जिउै अब यत्रो वेटी छ उठाउनु पर्छ हैन अब यस्तो काम गरेर खानेलाई त गाह्रो नै हुन्छ हुन त लगाइ छैन अब चाहिँ एन्डिङ गर्दैछु अब यसरी नै हामीले हैन अझै छ तिनटा अझै बाँकी छ फुटाउनलाई चाहिँ अब यसरी नै छ यस्तै यस्तै गरेर ल Bye, have a great time.